नमस्कार दिदीबहिनी दाजुभाइहरू, म जगन्नाथ पौडेल। आज निर्वाचन सम्पन्न भएको 3 दिन भइसकेको छ र निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधली रहित तरिकाबाट निर्वाचन सम्पन्न भएको यो सुखद अवसरमा यो प्रक्रियामा संलग्न हुने निर्वाचन आयोग लगायत प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओम प्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल लगायत प्रहरीका अधिकृत र जवानहरू, सेनाका अधिकृत जवानहरू सबैलाई म हार्दिक बधाई दिन चाहन्छु। यो निर्वाचन विशेष चर्चामा किन छ भने यो सदा चाहिँ सम्पन्न गरिने निर्वाचनको निरन्तरता यो थिएन। यो निरन्तरतामा क्रमभङ्गको स्थितिमा यो निर्वाचन भयो। अर्थात् तत्कालीन सरकारको कुशासनका विरुद्ध, कानुनको असमान प्रयोगका विरुद्ध, भ्रष्टाचारका विरुद्ध, दमन र अत्याचारका विरुद्ध, अझ खास गरेर गएको भदौ 23 गते भएको नरसंहारका विरुद्ध सरकार आन्दोलनको भुमरीमा परेर सरकार अपदस्थ भयो। सरकारका मन्त्रीहरू, प्रधानमन्त्री लगायत भागाभागमा परे र एउटा विशेष परिस्थिति देशमा सिर्जना भयो र त्यो विशेष परिस्थितिले संविधान बाहिरबाट देशको प्रधानमन्त्री नियुक्ति गर्नुपर्ने र त्यो प्रधानमन्त्रीले 6 महिनाभित्र निर्वाचन सम्पन्न गर्नुपर्ने म्यान्डेट सहित नयाँ सरकार गठन भयो र निर्वाचन हुन्छ हुँदैन भन्ने दुविधाका बीचमा अन्ततः निर्वाचन सम्पन्न भयो र निर्वाचन निर्विघ्नतापूर्वक सम्पन्न भयो। निर्वाचनमा कुनै हताहत भएन, अझ खास गरेर धाँधली पनि भएन। यसरी निर्वाचन सम्पन्न भयो र देश नयाँ जनादेशको चरणमा प्रवेश गरेको छ र यो निर्वाचनले दिएको सन्देश के हो भने कुनै पनि पार्टी सर्वकालीन रूपमा ठुलो भनेर ठुलो रहिरहने र सानो पार्टी भनेर कुनै पार्टी सानो भइरहने त्यस्तो स्थिति रहँदो रहेनछ। सबैभन्दा शक्तिशाली जनता रहेछन् र जनताले निर्वाचित गरे भने, जनताले पत्यायो भने सानो पनि ठुलो हुन सक्दो रहेछ भन्ने कुरा देखाएको छ। यो निर्वाचनमा लाखौं सक्रिय सदस्य भएका पार्टीहरू एक प्रकारले धुलिसात भए। अहिले म तपाईको अगाडि प्रस्तुत हुने बेलाको कुरा गर्ने हो भने कांग्रेस पार्टी लगभग 15-20मा रोकिने, त्यसपछि एमाले 10-12मा सीमित हुने र अर्को नेपाली कम्युनिस्ट पार्टी त्योभन्दा तल्लो साइजमा अझ सानो आकारमा चाहिँ सीमित हुने कुरा लगभग देखिँदैछ। जनताले यस्तो निर्णय किन गरे, यसको बारेमा अलिकति भन्न जरुरी छ। योभन्दा अगाडिको सरकार भन्न लोकतान्त्रिक भनिएको थियो तर सरकारको कार्यशैली लोकतान्त्रिक थिएन। सरकार विधि सम्मत तरिकाबाट चलेको थिएन। सरकार जनतालाई रैती ठान्ने, जनताको प्रतिनिधिलाई अपमान गर्ने, झुटो मुद्दा लगाउने, भ्रष्टाचारका अनेक मुद्दाहरूमा
सरकार निरपेक्ष हुने, कसैलाई झुटो मुद्दा लगाउने, कसैलाई गम्भीरभन्दा गम्भीर अपराधमा संलग्न भएको व्यक्तिलाई छुट दिने, यस किसिमको व्यवहार आचरण अघिल्लो सरकारको थियो र उनको आलोचना सरकारमा बसेका व्यक्तिहरूको आलोचना हुन थालेपछि सार्वजनिक सञ्चारका माध्यमहरूमाथि नियन्त्रण गर्ने प्रयत्न स्वरूप सामाजिक सञ्जालमाथि सरकारले नियन्त्रण पनि गर्यो र त्यसबाट लाखौँ विद्यार्थीहरू, लाखौँ युवाहरू या आजको डिजिटलको अभ्यास गरिरहेको ठुलो समुदाय त्यसबाट चिडिएको थियो र त्यो नेपालको संविधानको बर्खिलाप पनि थियो र एउटा लोकतान्त्रिक सरकारले गर्न नहुने काम पनि थियो। त्यसको प्रतिरोध हुनु स्वाभाविक थियो र भदौ 23 गते यस्तो दिन बन्यो जहाँ युवाहरूले सङ्गठित रूपमा विरोधको प्रदर्शन गरे र त्यो प्रदर्शनलाई शान्तिपूर्ण तरिकाबाट समाधान गर्नुको सट्टा त्यो प्रदर्शनले उठाएका सामान्यभन्दा सामान्य माग, सामाजिक सञ्जालमाथि प्रतिबन्ध नलगाउनुहोस्, अभिव्यक्ति स्वतन्त्रतामाथि प्रतिबन्ध नलगाउनुहोस् र कुशासन र भ्रष्टाचारको अन्त्य गर्नुहोस्, सामान्य माग थिए यी माग पुरा गर्नुको सट्टा सरकार दमनमा उत्रियो र तत्काल 19 जना नयाँ युवा युवतीहरूले शहादत प्राप्त गरे। गोली चलाइयो अन्धाधुन्ध। गोली चलाउनु भन्दा अगाडि पालना गर्नुपर्ने प्रोटोकलको पालना भएन र टाउकोमा छातीमा गोली हानेर राजधानी एक प्रकारले रगताम्य भयो। त्यसपछि के भयो मैले बताउनु परेन। 26 गते सूर्योदय सँगसँगै एउटा ठुलो विद्रोहको आवाज जेनजी मात्रै होइन, युवा मात्रै होइन, युवती मात्रै होइन, सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको कारणले प्रभावित भएका व्यक्तिहरू मात्रै होइन, तिनका अभिभावकहरू, तिनका शुभेच्छुकहरू बस्ती बस्तीबाट, घर घरबाट बाहिर सडकमा निस्के र विध्वंसको उद्देश्य पुरा गर्न चाहने व्यक्ति पनि त्यहाँ सम्मिलित भए होलान्। 2/3 सरकार गर्ल्याम गुल्लुम ढल्यो र प्रधानमन्त्री हेलिकप्टर चढेर भाग्नुभयो। यो परिस्थितिमा यो निर्वाचन हुन गइरहेको छ। त्यसकारणले यो निर्वाचनले प्रष्ट रूपमा दिने सङ्केत के हो भने यो निरन्तरतामा क्रमभङ्ग हो। यसभन्दा अगाडि भएका निर्वाचनभन्दा यो पृथक छ। यसभन्दा अगाडि भएको निर्वाचनले दिने परिणामभन्दा यो अलग छ र विशेष छ। आज ती ठुला दल भनेका दलहरू पनि निर्वाचनमा प्रतिस्पर्धामा थिए, तर तिनीहरू वामपुड्के भएका छन् र एउटा सानो पार्टी 20 जना सांसद भएको राष्ट्रिय स्वतन्त्र पार्टी झन्डै 2/3 बहुमतको नजिक पुगेको छ। संविधानका अनेक कमजोरीहरू छन्। यो संविधानमा संशोधन नगरी नहुने धेरै कुराहरू छन्। ती कुराहरू विस्तारमा पछि बताउँला अर्को कुनै कार्यक्रममा। तर यही संविधान अन्तर्गत बहुमत पनि हुन सक्दो रहेछ र सम्भवतः 2/3 को नतिजा पनि जनताले चाह्यो भने दिन सक्दो रहेछ भन्ने कुरा त देखियो नि। आज म तपाईँलाई यो कुरा भनिरहँदा मैले आफैले दिएको अन्तर्वार्ता, कैयौँ अन्तर्वार्ताहरूमा मैले यो उदाहरण दिएको छु कि जनताले मन बनायो भने जनता जनार्दन हो, जनता नै हो सार्वभौम सत्ता सम्पन्न, बहुमत हुनसक्छ र जनताको एकता सुदृढ रह्यो भने त्यो 2/3 पनि हुनसक्छ भन्ने कुराको प्रक्षेपण मैले गरेको थिएँ। यद्यपि भित्रबाट त्यो कसरी सम्भव होला भन्ने मलाई पनि लागेको थियो, तर कैयौँ अन्तर्राष्ट्रिय रङ्गमञ्चमा त्यस्ता उदाहरणहरू छन्
जहाँ जनप्रतिनिधिमाथि जनताको विश्वास भयो भने जनताले घोप्टिएर एक मन बनाएर बहुमत मात्रै होइन 2/3 पनि दिन सक्दो रहेछ भन्ने उदाहरण हामीले देखेका थियौँ। आज नेपालमा त्यो परिस्थिति सिर्जना भइरहेको छ। त्यसकारणले यो एउटा विशेष अवस्था छ र अब बन्ने सरकार राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा यसको वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा हुने सरकार बहुमतको त छ, 2/3 बहुमत सहितको पनि होला। जति ठुलो समर्थन यो सरकारले पाउला, यो पार्टीले पाएको छ, त्यति नै ठुलो जिम्मेवारी यो पार्टीको पनि छ र पार्टीले मूलभूत रूपमा 3-4वटा कुराहरूमा अरू जुन दृष्टि दिनुपर्छ भन्ने मेरो अनुरोध छ, सिफारिस छ। पहिलो कुरा सुशासनको कुरा, भ्रष्टाचारलाई नियन्त्रण गर्ने लगायतका धेरै कुराहरू सुशासन अन्तर्गत आउँदछ, त्यसमा ध्यान दिनै पर्ने हुन्छ। दोस्रो कुरा, हामी आर्थिक दृष्टिकोणबाट टाट पल्टिनेतर्फ उन्मुख छौँ। हाम्रो देश ग्रे लिस्टमा परेको छ। अब हामीले यसलाई ग्रे लिस्टबाट माथि उठाउनका निमित्त आर्थिक सुधारका महत्त्वपूर्ण कार्यक्रमहरू गर्नैपर्छ, मितव्ययता अवलम्बन गर्नैपर्छ। सरकारको साइज पनि घटाउनै पर्छ। यदि त्यसो हामीले गर्न सक्यौँ भने एउटा प्रारम्भिक जनतालाई हामीले पस्किने एउटा आश्वासनको त्यो एउटा महत्त्वपूर्ण प्याकेज बन्नेछ। त्यसपछि हामी 2 ढुङ्गाको तरुल भनिन्छ बोलीचालीको भाषामा, 2टा ठुला आर्थिक दृष्टिकोणले, सैनिक दृष्टिकोणले भीमकाय शरीर सहितका 2टा मित्र राष्ट्रहरूको बिचमा हामी छौँ। हाम्रो परराष्ट्र नीति कहीँ कतैतर्फ ढल्किने खालको हुनुहुन्न। हामी बिल्कुल तटस्थ, हाम्रा मित्रहरूका प्रति हामी हार्दिकतापूर्ण हाम्रो सम्बन्ध हामीले कायम गर्नैपर्छ। भारत र चीन हाम्रा असल मित्र हुन्। असल मित्र हामी पनि हौँ भन्ने कुराको अनुभूति उनलाई पनि हामीले गराउन जरुरी छ। त्यसपछि अरू अन्तर्राष्ट्रिय सङ्घ संस्थाका कुरा, अन्तर्राष्ट्रिय समुदाय, युरोपियन युनियन, अमेरिका, सुपर पावर हामी जसलाई भन्छौँ, महाशक्ति राष्ट्रसँग पनि हाम्रो सम्बन्ध सन्तुलितै हुनुपर्दछ। तर त्यो सबै सम्बन्धको केन्द्रमा हाम्रो राष्ट्रिय स्वार्थ, हाम्रो राष्ट्रिय हित हुनुपर्दछ। राष्ट्रिय स्वतन्त्र पार्टीले 5 वर्षमा गर्न खोजेका कुराहरू 5 वर्षमा हुन सक्लान् नसक्लान्, तर आजैबाट हामीले त्यसको प्रस्थान बिन्दु हामीले सुरु गऱ्यौँ भने, सुशासन भयो भने देश निरन्तर हामीले अपेक्षा गरे भन्दा अझ राम्रो गतिमा अगाडि बढ्छ भन्ने कुरामा दुई मत छैन। त्यसकारणले आज जुन समर्थन नेपाली जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिएका छन् र एउटा ठुलो झाङ्गिएको पार्टीको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी बनेको छ, त्यो पार्टीले प्रतिपक्षमा भएका पार्टीहरूसँगको सम्बन्धलाई पनि सन्तुलित राखेर, प्रतिपक्षको पनि उचित कदर गरेर, सम्मान गरेर हामीले धेरै ऐन कानुन बनाउनु पर्ने हुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय सभामा उपस्थिति छैन। राष्ट्रिय सभाले पनि विधेयकहरूमा मन्जुरी दिनुपर्दछ। राष्ट्रिय सभाको पनि हामीलाई समर्थन चाहिन्छ। तत्काल राष्ट्रिय सभामा काङ्ग्रेस, एमाले, माओवादीको बाहुल्यता छ। त्यसकारणले देशलाई अगाडि बढाउनका निमित्त कतिपय अर्थमा हामीले विपक्षीहरूसँग सहकार्य गर्ने अवस्था पनि बन्छ। 2/3 बहुमत भएर हामीले संविधान संशोधन गर्ने लक्ष्य राख्न सकिन्छ, राख्नु पनि पर्छ।
तर त्यो संविधान संशोधन गर्ने प्रक्रिया अलि जटिल छ। संसदको 2/3 बहुमत, त्यसपछि प्रदेशको समर्थन, यी सबै कुराहरू यसमा जोडिन्छन्। त्यसकारणले संविधान संशोधनको बारेमा हामीले सोचे पनि पहिलो वर्ष वा दोस्रो वर्ष त्यो प्रक्रिया अगाडि बढ्न त्यति सम्भव देखिँदैन। तर देशलाई सुशासनको बाटोबाट अगाडि बढाउन हामीले कदम चाल्यौँ भने त्यो कदम रोकिन पर्दैन। अब कसैको धाक धक्कुले हामीले चाहिँ विधिको शासन स्थापित गर्नलाई हामीलाई कुनै चुनौती हुँदैन। र विधिको शासनको स्थापना सबैभन्दा ठुलो चुनौती बनेको छ आजको नेपालमा। हामीले अनेकौँ भ्रष्टाचारका केसहरू, भ्रष्टाचारका मुद्दाहरू आम जनताले थाहा पाउने गरी सतहमा हामीले प्रकट रूपमा देखेका छौँ। अरबौँ अरब रुपियाँको भ्रष्टाचार लागेका व्यक्तिहरूले उन्मुक्ति पाएर हिँडेको हामीले देखेका छौँ। र भदौ 23-24मा भएको नरसंहारको निमित्त को जिम्मेवार छ भन्ने बारेमा पनि आम जनताले एउटा मनोविज्ञान विकसित गरेकै होला। तर त्यसको एउटा न्यायिक निरूपणका निमित्त आयोग गठन भएर त्यसको प्रतिवेदन पनि आएको छ। त्यसलाई बिना कुनै पूर्वाग्रह कार्यान्वयन गरेर देशमा विधिको शासन स्थापित भएको छ भन्ने कुराको सन्देश दिन पनि जरुरी छ। म यति बेला अलि बढी संवेदनशील किन भएको छु भने राष्ट्रिय स्वतन्त्र पार्टी जुन पार्टीसँग म आबद्ध छु त्यो पार्टी युवाहरूले नेतृत्व गर्न गइरहेको छ। र युवाहरू स्वाभाविक रूपमा गतिशील त हुन्छन् नै, काम गर्ने कुरामा उनीहरूको तत्परता पनि हुन्छ। कहिलेकाहीँ हाम्रा आन्तरिक र बाह्य सम्बन्धहरूमा कहीँ असन्तुलन त्यस्तो हुने अवस्था आयो भने पनि हामीले हाम्रो बृहत्तर राष्ट्रिय हितको पक्षमा उभिनुपर्ने भएको हुनाले यसलाई कुनै व्यक्तिको स्वाभिमानको या संस्थाको वा पार्टीको स्वाभिमानको विषय नबनाएर यो राष्ट्रिय हितको विषय यसलाई बनाएर हामीले अगाडि बढ्नुपर्दछ। र नेसन फर्स्ट भनेर हामीले एकमुठी माटो समातेर निर्णय लियौँ भने हामी सायद गलत निर्णय गर्ने तर्फ हामी लाग्न पर्ने छैन। म यो कुरा यस कारणले निवेदन गर्न गइरहेको छु कि आउँदो 5 वर्षमा यो देशले रूपान्तरित भएको अनुभूति गर्नै पर्दछ। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रक्षेपण गरे जस्तो 5 वर्षमा 100 अरबको हाम्रो अर्थतन्त्र बन्ला नबन्ला, हामीले उद्घोष गरे बमोजिमको विद्युत उत्पादन होला नहोला, हामीले प्रक्षेपण गरे बमोजिम देशलाई मध्यम स्तरीय अर्थतन्त्र सहितको देश बनाउन सकिएला नसकिएला, तर त्यसले एउटा निश्चित मार्गचित्रमा हिँडेर पुग्नका निमित्त चाहिँ मार्ग प्रशस्त गर्न सक्छ। त्यसो भयो भनेदेखि अर्को पटक नेपाली जनतालाई भन्ने ठाउँ रहन्छ कि हामी कर्तव्यशील छौँ, हामी निष्ठापूर्वक लागिरहेका छौँ, हामी आम जनताको मनोविज्ञानलाई हामीले अध्ययन गरेको पनि छ, तसर्थ देशहित बाहेक हाम्रो अर्को कुनै विकल्प छैन भनेर हाम्रो बिचमा एकता सुदृढ गर्ने। किनभने एकतालाई खलबल्याउने तत्त्वहरू पनि सक्रिय हुन सक्छन् राष्ट्रिय स्तरमा र अन्तर्राष्ट्रिय स्तरमा पनि। त्यसकारणले कसैले कुनै बहानामा कसैको कुनै व्यक्तिगत इच्छा वा तृष्णा वा वितृष्णाको कारणले राष्ट्रिय स्वतन्त्र पार्टी भित्रको आन्तरिक एकता सुदृढ हुने कुरामा कुनै कारणले प्रतिकूल प्रभाव नपारोस् भन्ने कुरा समेत निवेदन गर्न चाहन्छु। धेरै धेरै धन्यवाद। नमस्कार।